पछिल्लो समय तपाईँले पार्टी छोड्ने भन्ने चर्चा छ, के हो यो? पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति आइरहेको छु सचिवालय बैठकमा। यो न्युजहरू आएको छ त्यसले चाहिँ तपाईँहरूका शुभेच्छुकहरू अलि बढी यो सब वायात हो एकदम। अब यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने अनेक लान्छना भ्रम अफवाहहरू छन्। यहाँ भर्खरै 2 दिन अगाडि दर्जनौँ चाहिँ त्यत्रा मान्छेहरू प्रवेश गराइयो होइन। र मैले त्यति बेला भनेको थिएँ नि, हामी एउटा महान लक्ष्यमा छौँ, पहिलो राजनीतिक शक्ति बन्ने आगामी निर्वाचनपछि। यो देशको वैकल्पिक राजनीतिको मिओको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापित हुँदै फागुनको निर्वाचनपछि मूलधारको नम्बर 1 पार्टी बन्ने लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ। यसमा विचलित हुने छुट छैन र हामी बकाइदा चाहिँ यसमा लागिरहेका छौँ। यो सबै यो उद्घोषबाट डराएका मानिसहरूले फैलाएका भ्रमहरू हुन्। यो कसैले पत्याउँछ जस्तो मलाई लाग्दैन है। र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हामी 2-3 कार्यकाल गरेर नयाँ पुस्तालाई नेतृत्वमा तयार गरेर ह्यान्डओभर गरेर अनि त्यसपछि हामी चाहिँ राजनीतिबाट बाहिर निस्कने हो। र त्यति बेला चाहिँ मलाई तनहुँ गोर्खातिरका मकैबारीमा मकै गोडिरा भेट्नुहुन्छ ल।